Hey guys, हजुरहरूलाई स्वागत छ मेरो एउटा ब्रान्ड न्यू भ्लगमा। चाहिँ भाइहरू छन् यो के त्यसले चाहिँ गणेश भगवानको यता देखाएको गणेश कि कुन भगवानको मूर्ति बेटा यसले चम्किलो यो समात अनि मैले एउटा हिरा चम्किलो हिरा ल्याएको छु। हिरा होला चम्किलो कहाँ त्यो सोफामा खाटमा हुन्छ नि तल यस्तो साइडमा हुन्छ नि हो त्यस्तोमा हाले हुन्छ त्यही हो त्यति। सो अहिले चाहिँ म पिपिरहेको छु अब चाहिँ म घर जान लाग्छु होइन। सो अहिले चाहिँ म घर जान लाग्छु अब भेटौँ सिधै घर। सो अहिले चाहिँ म घर गएन होइन घर जाने त भन्थेँ तर पनि म घर गएन किनभने मामाले बस भोलि जाउँला भन्नुभयो होइन। सो त्यही भएर चाहिँ अहिले यहाँ बसेको छु। मम्मीहरू खै आउनुहुन्छ कि आउनुहुन्छ थाहा छैन। सो अहिले चाहिँ म यहाँ बसेको छु यही हो। सो म चाहिँ तल आइसकेँ यहाँ मामा हुनुहुन्छ यहाँ भाइ र बहिनी छन् अनि यहाँ चाहिँ के हो यो खसीको मासु अनि उहाँ चाहिँ भान्से कस्तो छ ठिक छ आज फेरि पुरा भान्से लगाइदिए नि कस्तो बवाल छ यो मासु खो खाइ नसक्नु छ। सो अहिले चाहिँ हामी खानासाना खाएर यहाँ तिन मामा चाहिँ बसेछौँ। यहाँ मामा हुनुहुन्छ यहाँ भाइ छ यहाँ म चाहिँ त्यत्तिकै खुसी भए के भयो हजुर नो नो भन्न नो भाग्यमानी नो 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 भन नो क्यों बना रहा है ना नॉटी बॉय। यस्तो गर्न बाबु नो गर्न नो यही हो। भोलि चाहिँ मामाहरू जानुहुन्छ होला सायद भोलि त होला जाने होइन। अब कहिले भेटिन्छ दसैँमा हाई गर्दैन हाई सो अहिले चाहिँ हामी घर नगएर चाहिँ अहिले बर्दिया जान लाग्छौँ किनभने प्लान चेन्ज भयो घर जाने अहिले चाहिँ घर जान लाग्छौँ। सुब्बाको पुगिसक्यो चाहिँ हामी भेरी पुगिसक्यौँ। यहाँ अगाडि चाहिँ भेरी छ म चाहिँ राइट साइडतिर छु त्यही भएर त्यति देखिन्न। मसँग छन् 50 ल खजुरी किने हामी चाहिँ अब एकछिनमा खजुरी खाँदै जानु डल्लु के भयो सामान हजुर। सो हामी चाहिँ घर पुगिसक्यौँ। भित्र हजुरआमा हुनुहुन्छ बाहिर मामा सफा गर्न लाग्नु छ घर अनि म चाहिँ यहाँ छु। अनि जेठो मामा र माइजू चाहिँ जानुभयो माइजूको के अरे माइत यहाँ त जेठो मामाको छोरालाई र छोरीलाई देखेपछि त बिहान गरौँ भन्नुहुन्छ। सो अहिले चाहिँ साँझ परिसक्यो होइन अनि मैले पनि यहाँ भात खाएर सकाइसकेँ। हजुरआमा भातहरू उठिसक्नुभयो। मामा यहाँ पसिनाले चुर हुनुभएको छ। पसिना त यत्तिकै तप्किन्छ खै हल्का नजिक आउनु त जुङ्गाभरि पसिना आएर यो पङ्खा कामै गर्दैन कस्तो पावरै छैन माथि। अनि यहाँ
मलाई चाहिँ त्यति गर्मीमा आएन म बानी पढाएँ होइन म दिवसभरि पङ्खामै बसेछु अहिले अनि पङ्खामा बसिदिएँ अनि बाहिर चाहिँ रात परिसक्यो के सो ऊ यहाँनिर चाहिँ रोड छ अगाडि रोडको पारि चाहिँ के निकुञ्ज त हो नेसनल पार्क बर्दिया बर्दिया नेसनल पार्क यहाँ चाहिँ धेरै डरहरू हुन्छ बाघहरूको स्यालले त केही गर्दैन नि त्यसले के गर्दा नि बाघहरूको डर बाघहरू आउन चाहिँ आउँछ एकचोटि हाम्रो घरमा आएर त्यो गाईको बाछा मारेको थियो अनि छिमेकीमा पनि बाख्राहरू मार्छ किस्तामा आइरहेको छ यसो बिर्सिँदैन सम्झनामा अनि उता आन्टीको तेरी झट्ट जान्छ त्यहाँ खुट्टाबाट ए के हो तेरी यहाँ त खतरा डर लाग्छ टोइलेट जान नि यहाँ फुक खुट्टा काम्छ तराई क्षेत्रमा पानी यसरी आउँछ धारा छ यहाँ चाहिँ हात पा सफा भयो कि नै यसरी चलाउने ट्याक्क माथि ल्याउने तल लिने अनि आयो मुख धोयो आफ्नै अर्ग्यानिक करेसाबारीको पानी है फेरि यो यहाँबाट पानी निकाल्यो भने फेरि फ्रिजभन्दा कम हुन्न क्या दिउँसोतिर हल्का गर्मी हुन्छ नि त्यति बेला पानी निकाल्यो भने यस्तो चिसो आउँछ नि पानी त्यस्तो त उहाँ कुवाबाट नै आउनु होला यार कुवाबाट त अब त्यही भइगयो आउन्न साइडबाट चाहिँ वाल हुन्छ त्यही तातिन्छ त्यही भएर चाहिँ साइडबाट तातो आउँछ पानी यहाँ चाहिँ यस्तो चिसो आउँछ पानी तर फेरि पानी एकछिन पानी तानिसकेपछि फेरि एकैछिन धेरै पर्दैन 2 मिनट जति राखिदियो भने यत्तिकै घरभित्रै राख्यो नि क्या घरभित्रै 2 मिनट जति राखिदियो भने तातोले यहाँ खान नसक्नुहुन्छ भित्र चाहिँ हजुरआमा सफा नलाग्नु छ सो आज जे भयो जे पनि भएको थियो त्यो सबै भइहाल्यो होइन सो यति नै आजको लागि यति नै थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् पुरानै हुनुहुन्छ भने सेयर गरिदिनुहोस् बाई बाई